यहाँहरूलाई म आज के भन्न चाहन्छु भने म आज एका बिहानै चाहिँ डक्टर कहाँ चाहिँ मेरो स्वास्थ्य चेक गराउनको लागि म गएँ र मेरो ट्याक्कै यो साइडमा चाहिँ म सधैँ यसो चाहिँ छुन मन लाग्ने कन्याउन मन लाग्ने मलाई त्यस्तो प्रकारको हुन्थ्यो। अनि म त्यहाँ गइसकेपछि मैले डाक्टर साहबसँग गएँ र मेरो त्यहाँ एक्सरे सेक्सरे सबै गर्नुभयो। मलाई के भन्नु, म योभन्दा 5 वर्ष अगाडि चाहिँ म नेपालमा बस दुर्घटना परेको थिएँ। त्यो बेला चाहिँ मलाई यहाँ कुनै चाहिँ गहिरो चोट लागेर अब त्यो क्यान्सर भयो कि भन्ने मलाई चाहिँ डर लागेर म यहाँ आएको छु। के छ समस्या सबै कुरा चाहिँ हजुरले मलाई स्पष्ट बताइदिनु होला भनेर मैले डाक्टर साहबसँग कुरा राखेँ। डाक्टर साहबले भन्नुभयो कि सबै कुरा चाहिँ राम्रोसँग हेर्नुभयो, सब कुरा क्लियर भिडियो सिडियो गराइसक्यो। उहाँले भन्नुभयो कि तपाईँको रिपोर्ट आइसक्यो, आउनुहोस् भनेर भन्नुभयो। मलाई चाहिँ कस्तो लाग्यो, के होला भन्ने भएको थियो। उहाँले भन्नुभयो कि एकदम तपाईँलाई आरिगातो गोजाइमास भन्नुभयो, तपाईँलाई धन्यवाद छ, तपाईँ एकदम स्वस्थ हुनुहुन्छ, तपाईँ कुनै शरीरमा त्यस्तो क्यान्सरको त्यस्तो कुनै केही छैन, तपाईँ चिन्ता नमान्नुहोस्, एकदम मजासँग जे हुन्छ तपाईँ स्वस्थ हुनुहुन्छ भनेर भन्दाखेरि म धेरै खुसी भएँ हजुर। यही हजुरलाई मैले जानकारी गराएँ। ल त हजुर, माया गर्नु होला, धन्यवाद।